हेलो गाइज, आज हामी चाहिँ फ्लवर क्राफ्टबाट बुके बनाउँदै थियौँ। अनि त्यसैमा कटिङ है के लास्टै गाह्रो भयो दिनभरिको बसाइमा। अहिले चाहिँ मैले चाहिँ बुकेहरूको सोल मतलब कोन टाइपको सेपहरू रेडी पारिसकेको छु। एउटा ओरेन्ज अनि दुईवटा येल्लो। त्यसपछि मैले तिनीहरूको भित्र फुलले भर्नु पर्यो नि त, फिल गर्नु पर्यो। अनि त्यसको लागि सानो सानो फ्लावरहरू। अनि त्यसपछि अहिले चाहिँ म पहिले प्रिपेयर गर्दैछु व्हाइट पेपर कट काटेर कसरी बनाउने। अनि मेरो मतलब पेपरहरू वेस्ट नहोस् भनेर मैले व्हाइटबाट स्टार्ट गरेँ। अनि व्हाइट पेपरको बनाइसकेपछि त्यसपछि चाहिँ मैले व्हाइट पेपरको फ्लावर बनाउँदैछु फर्स्टमा। अनि व्हाइट कलरको फ्लावर बनाएपछि यो चाहिँ मेरो सर्कल बन्दैछ है, सर्कल सेप बनाउँदैछु। त्यसपछि मैले फटाफट ढिला नगरी फुलको लागि रेडी बनाउँछु। अनि त्यसपछि यो चाहिँ मेरो रिबनको लागि बनाएको पार्ट। फुलहरू मैले सानो सानो स्मल साइजमा बनाइसकेको छु। अब चाहिँ म रिबनको लागि र अरू फुलहरू चाहिरहेको हुन्छ अनि त अलि धेरै फिल गर्नुपर्छ। मैले फेरि थाहै नपाएर ठुलो कोन बनाएछु नि त। अनि त्यसलाई फिलअप गर्नु पर्यो। फिलअप गर्दा त कति धेरै फुल लाग्यो कि कति धेरै फुल लाग्यो नि त। अनि बनाउँदा माई गड पेपर नै फिनिस भइसक्यो। टायर्ड भएर ढाड पाटेर ओ गड सो टायर्ड। हेर्नु न फेस पनि कस्तो देखिया छ टायर्ड भएर। लास्टै कमर दुखेको नि। अनि छोरालाई खिच्न बनाएको त छोरो फेरि कता हराउनुहुन्छ हो। फ्लावर यो चाहिँ मैले बुकेको लागि बुहरू रेडी बनाएको थिएँ। अनि यो चाहिँ सानो सानो पेपरको रिबन। त्यसपछि उहाँले पनि बनाइसक्नु छ ब्लू कलर चप्काएर व्हाइट ब्लू आफ्नो देखाउँदै हुनुहुन्छ है। अनि त्यसपछि चाहिँ हाम्रो बुकेको लागि फ्लावरहरू अलमोस्ट भयो। अनि त्यसपछि रेडी भइसकेको छ। कति धेरै पेपर काटेको नि, कति धेरै। ओ माई गड हेर्नु न कति डट्टी मेस्सी रुम देखिएछ। त्यसपछि म चाहिँ आफ्नै तालमा लगाइरहेको छु है। त्यो चाहिँ मलाई फ्लावर बनाउनै फिनिस भएको थिएन। त्यसपछि म तपाईँहरूलाई फाइनल रिजल्ट देखाउँछु। अब अलमोस्ट फिनिस भइसकेको छ। म तपाईँहरूलाई फाइनल रिजल्ट